नमस्कार सुस्वागतम। आज हाँडीगाउँ आइपुगेको छौँ। 2082 साल चैत 28 गते जोन लागेको दिन बजार आज बाटो बन्दै रहेछ। सो अलि सानो सानो बजार देख्न सकिन्छ। खानेकुराहरू नेवारी खानाहरू मस्त ह्यान्डमेड। काठमाडौँको पुरानो र समृद्धि बस्ती हाँडीगाउँ, जहाँ प्रत्येक शनिबार देखिन्छ फरक दृश्य। भेहिकल फ्री जोन यहाँ लागू गरिएको भेहिकल फ्री जोनले पुरै क्षेत्रलाई शान्त, सुरक्षित र जीवन्त बनाएको छ। यसरी नेवा कल्चरको भेहिकल फ्री जोन हाँडीगाउँ सम्वर्धन गर्नको लागि चरितार्थ लामो समयदेखि हरेक शनिबार भेहिकल फ्री जोन प्रत्येक शनिबारबाट मुक्त स्थानीय बासिन्दा र पर्यटकहरू स्वतन्त्र रूपमा खाना हिँड्न र मौन र संस्कृति पाइन्छ भनेर यहाँ हरेक पसलमा एउटा खाँदाखेरि पनि सबैले सडकलाई आफ्नै आँगन जस्तै प्रयोग गर्न पाउँछन्। सुरुवातदेखि अन्त्यसम्म आफूलाई जे खान मन लाग्छ त्यही खान पाइने ठाउँ हाँडीगाउँ। नेवारी परिकारहरू टेस्ट गर्न मन लाग्छ भनेदेखि हरेक शनिबार हाँडीगाउँमा आउन नबिर्सनुहोला। यो दिन विशेष रूपमा चिनिन्छ नेवारी खाना र संस्कृति पर्व जस्तै, जहाँ पाइन्छ परम्परागत स्वादहरू। बारा, चटामरी, योमरी, सुकुटी जस्तै केवल जिब्रोलाई सन्तुष्टि दिन्छ, तर हाम्रो मौलिक पहिचानलाई पनि जोगाउँछ। हरेक ठाउँ हरेक परिकार फरक परिकार अनुभव गर्न पाउनुहुन्छ। छोइला, कचिला, वटिभर नेवारी खाना जसलाई नेवारी खानाले मग्न बनाउन सक्छ, त्यो हाँडीगाउँमा आएर टेस्ट गर्न सक्नुहुन्छ। स्थानीय व्यापारीहरूको लागि यो अवसर पक्कै नै हो आफ्नो व्यापार बढाउने। घरमा बनाइएका परिकारहरू बेचेर उनीहरूले आफ्नो आम्दानी बढाउँछ, अर्थतन्त्रलाई पक्कै नै टेवा पुर्याउँछ, जसले सबै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँछ। योमरी यस्ता पहलहरूले केवल व्यापारलाई मात्र होइन, हाम्रो संस्कृति, परम्परा, पहिचानलाई संरक्षण गर्न पनि ठुलो योगदान पुर्याउँछ। पक्कै पनि हाँडीगाउँले देखाएको यो उदाहरण अन्य ठाउँहरूमा पनि प्रेरणा बन्न सक्छ। धेरै ठाउँमा भेहिकल फ्री जोन लाग्दैछ, हुँदैछ। भेराइटिज आइज माछामरी, चटामरी, सुमेबजी, यमरी, बारा, भुटन, जिब्रो के हो बाटोमा खाने, बाटोमा रमाउने। भेहिकल फ्री जोन जस्ता कार्यक्रमहरूले वातावरण संरक्षण गर्ने, स्थानीय व्यवसायहरूलाई सहयोग गर्ने, सांस्कृतिक सम्पदा जोगाउने, सामुदायिक एकबद्धता जनाउने, समाजलाई मजबुत बनाउने काम गर्छ। यहाँहरूलाई पक्कै पनि नेवारी खाना टेस्ट र अलग तरिकाको एक्सपिरियन्स लिन मन छ भनेदेखि भिजिट गर्न नबिर्सिनुहोला हाँडीगाउँ। हरेक शनिबार 2 बजेदेखि 1-2 बजेदेखि लाग्ने सुरु गर्दछ। यस्ता रमाइला र जानकारी भिडियोहरूको लागि फलो गर्नुहोला। नेवारी ड्रेस, नेवारी खाना, नेवारी परम्परा, देशलाई बाँध्ने कल्चर र परम्परा संस्कृतिले हो। सो यसको प्रवर्धन गर्ने दायित्व सबैको हुने गर्दछ। नो भेहिकल एन्ट्री अनौठो मन्दिर देख्न सकिन्छ, जहाँ पिपलको रुखमा मन्दिर रहेको छ, कृष्ण मन्दिर। भिजिट गर्नुहोला, दर्शन गर्नुहोला। थ्याङ्क यू सो मच।